हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु आवर युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला एन्ड हामी पनि सन्चै छौँ। अनि आज चाहिँ मेरो बुढाको लागि अचार बनाइदिँदैछु उता पठाइदिनको लागि। साथी आउनुभयो अरे अनि अचार बनाएर पठाइदेऊ भनेर अचार बनाइदिँदैछु। अनि म अचारको रेसिपी चाहिँ बनाउने यसो बनाएको बेलामा अचारको रेसिपी हजुरहरूसँग सेयर गरौँ भनेर मेरो स्टाइलमा, जाने पनि नजाने पनि आफ्नै स्टाइलमा त्यति मिठो त बनाउँदैन, त्यही पनि अलिअलि हजुरहरूसँग सेयर गरौँ भनेर है त साथीहरू। मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है त। ल है त अब बनाउँ है त। बफ चाहिँ मैले 2 केजी लिएको छु। बफको अचार 2 केजी, पोर्क 2 केजी बनाउँछु है त। अब यसलाई म धुन्छु। यता चाहिँ मैले पोर्क लिएको छु है त। मजाले पानीमा धुने अनि मासुलाई चाहिँ मजाले धोएँ। अनि त्यसपछि त्यो मासु ठुलो ठुलो पिस छ नि त, दाइलाई अलि सानो सानो गरिदिनु भनेको, अनि ठुलो नै गरिदिनु भएछ। मलाई फेरि ठुलो बनाउन अलिक टाइम लागे जस्तो हुन्छ क्या, पाक्न भित्र पाक्दैन नि त। त्यही भएर सानो सानो पिस गर्दैछु है त मैले मासुलाई। सानो भयो भने मजाले फ्राई हुन्छ क्या, त्यही भएर सो मैले सानो गर्दैछु पिसलाई, मासुलाई। चाहिँ पोर्क, अनि पोर्कलाई पनि म ठुलो पिसलाई सानो सानो पिस गर्दैछु। डबल झन्झट के, ठुलो भएछ यो पनि ठुलो पिस। सानो पिस गर्दैछु यसलाई पनि। मासु चाहिँ मैले बनाइसकेँ, पिस पिस पारिसक्यो। अब यसलाई म्यारिनेट गर्ने थोरै बेसार हालेर। अहिले सुरुमै हालिदियो भने चाहिँ फ्राई गर्दाखेरि मजाले बसेको हुन्छ कि। मसला थोरै अहिले चाहिँ ब्लक लगाइदिएको ल। अहिले चाहिँ काट्दाखेरि अलिक मजाले साह्रै पाउँदैन क्या मजाले। मासु फ्राई गर्नको लागि रेडी भइसक्यो। फ्राई गर्नको लागि कराईमा तेल राख्ने, मजाले तताउने तेललाई। मासु चाहिँ रातो भउन्जेल फ्राई गर्नुपर्छ है त, मजाले फ्राई गर्ने। पोर्क एन्ड बफ चाहिँ रेडी भयो, फ्राई गरिसकेँ। अब यसमा चाहिँ मसलाहरू लगाउन बाँकी छ है त। अब चाहिँ अचारलाई चाहिने मसलाहरू रेडी गरौँ है त। जिरा लिने, अनि त्यसपछि धनियाँको दाना, अनि त्यसपछि तोरीको दाना। तोरीको दाना राख्यो भने चाहिँ अचारमा लङ टाइमसम्म बिग्रिँदैन क्या, मिठो बास्ना आउँछ। अनि तोरी राख्ने 2-3 चम्मच। अनि यसमा चाहिँ थोरै टिमुर पनि एड गर्ने। मलाई चाहिँ टिमुर चाहिँ बेस्ट लाग्छ है, बफमा चाहिँ बेस्ट हुन्छ टिमुर चाहिँ। यसमा चाहिँ सुके खुर्सानी एड गर्छु। मेरो चाहिँ रेडी भयो त। तोरी, सौँफ, जिरा, धनियाँ, टिमुर यति नै है त, यति नै एड गरेछु मैले चाहिँ।
मसलालाई चाहिँ मजाले रातो भुन्जहरू भुट्ने प्यानमा। मासुलाई चाहिने मसलाहरू रेडी भयो। आज चाहिँ लाइन थिएन दिनभरि, अनि चाहिँ मैले हातले नै पिनेको के सिलौटामा चाहिँ अदुवाको पेस्ट, अनि यो लसुन, अनि यो चाहिँ त्यो मसलाहरू के। तेल खरिसक्यो, थोरै बेचिरहेको छु। थोरै जिरा, acar is ready. Acar ready भयो। यसमा थोरै यो फ्राई गरेको अदुवा अनि खुर्सानी एड गर्छु। लसुन पनि एड गर्नु छ। लसुन चाहिँ फ्राई भएको छ। लसुन पनि एड गरेँ। हेर्दा त मिठो रस दिन्छ। अचार यसमा चाहिँ थोरै तिल एड गरिदिएको है माथिबाट, राम्रो देख्छ। अचार पनि रेडी भयो। मैले यसमा थोरै मसला एड गर्छु। थोरै भएको मसला अनि थोरै कश्मिरी पाउडर एन्ड तिल। अचार रेडी भयो। गाइस मैले चाहिँ अचार बनाइसकेँ। अब प्याकिङ गर्न मात्रै बाँकी छ। के अरे प्याकिङ गर्नुभन्दा अगाडि चाहिँ म टेस्ट गर्छु है त कस्तो भयो अचार। अचार टेस्ट गरौँ है त साथीहरू। चियर्स। Oh my God! Wow! वाउ, मिठो भयो। म चाहिँ अब अचार प्याक गरिदिन्छु है त। ल है त गाइस, मैले अचार बनाएर पनि सबै रेडी गरी भ्याएँ। टेस्ट पनि गरेँ, मिठो भएछ। अनि मेरो आजको अचारको रेसिपी हजुरहरूलाई कस्तो लाग्यो, मन पऱ्यो भने लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला है त गाइज। म चाहिँ आज चाहिँ मेरो भिडियो यतिमै इन्ड गर्छु गाइज। सी यू नेक्स्ट भिडियो। बाई बाई।